सबै बिरुवा लागेर यता पनि त्यसरी लाएर हुर्काएको सिक्किममा थियो यसरी बिरुवा यही खालका हुन् मैले फारस भन्थे वनस्पति त कति धेरै छ कि त्यसमा छेउछेउमा थरीथरीका फुलहरू फुलिरहेछ नि तल तल के सानो ती आफै उम्रेर फुलेका हुन् कि हेर्नु न बाटा छेउ
लिएर गएको पानी छ है यहीबाट हो त्यो अलि वरै हो जाने पर्यो ताल जस्तो सानो छ लेकमा आगे हो सरकारले ठप्प दुधहरूको फ्याक्ट्री रहेछ है वहीँ अगाडि चाहिँ पेरिकाराङ्गी भन्ने ठाउँमा सबै दुधको फ्याक्ट्री रहेछ ठुलो। अहिले त हाम्रो नेपालमा पनि पूर्वमा पनि बनेको छ नि ठुलो फ्याक्ट्री सहकारीको त्यो लक्ष्मीपुरमा। हेरेको त छैन बनेको छ अरे। मैले ठाउँ चाहिँ हेरेको थिएँ पहिला।
छाडिदियो अब तिमीहरू जाओ म तिमीहरूसँग नसक्ने भएँ भन्नु तिमीहरूका साना हुन् मेरा भारीसँग चुकोमा बोकेर रङ्गीचङ्गी पैसामा फुलेकी हेर्नु नि त्यो साग लगाएको कि के हो त्यो त्यस्तरी यहाँ यो छ के हो जोतेको चाहिँ आजदेखि ट्र्याक्टरले पर हेर्नु घाँस बोक्यो ट्र्याक्टरले यो साग हो कि के हो यो तल्लोपट्टिको आलु जस्तो छ केल हो जस्तो लाग्छ केल साग होला हो त यहाँ साग हो यो यहाँ चाहिँ साग धेरै हुन्छ। सागै रहेछ त्यो केल भन्ने टाइपको अँ। भाइ गरी किन्छे सुत्न गाह्रो भएको छ उसलाई ए अब सुत आधी घन्टा छ अझै यस्तो हामीले कति यस्तो कालो 70 75 80 85 किलोमिटर त आइसक्यो यस्तो कालो होइन यस्तो कालो त राम्रो देखिँदैन नि त यस्तो कालो पनि यस्तो बनाएको यस्तो कालो हो कि गाईहरू कति राम्रो आयो कलर बाछा बाछी बाछा बाछी बाकेर यसो लैजाऊ। यहाँ त्यस्तो गाडीबाट नओर्ली पनि साह्रै आनन्द छ कि गाडीमै हिँड्दा पनि घुम्ने नि गाडीमा हिँड्दा पनि गाडीमै पनि हेर्नलाई रमाइलो अब त्यो यति राम्रो दृश्यहरू हरियो परियो रमणीय देखिन्छ नि त ठाउँ डाँडा काँडा डाँडा काँडा गाई बस्तु अब त्यो गाई बस्तु भेडा त्यस्तो चिज चाहिँ हेर्दा हामीलाई छुट्टै रमाइलो हुँदो रहेछ कि ल हेर पानी बगेर छ तलबाट बिदाउँदैछ आजको पहाड चाहिँ कस्तो लाग्यो बुवा एकदम राम्रो लाग्यो आजको पहाड अलि अस्तिको भन्दा अलिक फरक छ नि अस्तिको धेरै डाँडो काँडो धेरै थियो आजको ठिक्कको थुम्सा थप्की डाँडा काँडा अँ। अनि अब गाईबस्तु भेडा त फेरि उत्तिकै हुन् जहाँ जहाँ गए पनि अझै धेरै यता गाईबस्तु गाईबस्तु धेरै छ भेडा गाई रोटुराबाट यता लागेपछि धेरै छन् आज चाहिँ हामी हुक्का फल हेर्न गइराखेका छौँ सपरिवार अनि हुक्का फल हुँदै त्यहाँ टापु भन्ने छ टापु घुमिन्छ अनि टापु घुमेर हुक्का फल हेरेर तातो पानीमा डुबेर अनि घर आउने हो नि त आजको योजना त्यस्तो छ ऊ पर इँटा भट्टी रहेछ आज पुरा इँटा भट्टी चलिरहेको छ त्यहाँ पर मम्मी के छ नि दृश्य रमाइलो भइरहेछ बाहिर अवलोकन गर्न कोचेले के गर्दैछ ए तँ त खेल्छ आनन्दले गाडीमा त मजा आउँछ त्यो अब त्यसले अब जहाजमा हिँड्न पानी जहाज पनि हिँडिन र छैन ए पेटमै हुँदा हिँड्ने पानी जहाज चाहिँ
ऊ जन्मिने 2 दिन अगाडि जहाजमा हिँडेको थियौँ मलाई यति जाँदा हिँड्न मन पहिला पनि हिँडेको तर जान मन थियो भन न अनि कति राम्रो फुल छेउछाउमा कति मन त्यही त अनि प्लेनमा पनि दुःख दिन आनन्द गरी गाडीमा त हिँड्न त धेरै सजिलै छ यो अलिअलि हल्ला जस्तो हुँदो रहेछ बिचरा कोक्रो खेल्न नपाएकी नानी प्रोग्रामै भने जस्तो उसलाई कोक्रोमा बस जस्तो हुन्छ अनि त्यही भएर मजाले सेना उभिएका लाइन लागेर यो होइन न्युजिल्यान्डका सेना चाहिँ अलि अल्गा हुँदो रहेछ नि लाइन लागेर यो धुपी सल्लाह नै हो त्यो सल्लाह नै हो मेरो गाई यहाँ तल कति छन् सबैभन्दा धेरै चाहिँ गाई गोठहरू हो न्युजिल्यान्डमा गाई भेडा धेरै भेडा गाई अब भेडाको चाहिँ अहिले सिजन अब चिसो सुरु हुन लाग्यो अब बच्चा पाउने बेला भएको छ बुवा अनि फेरि बच्चा भएपछि जोडी यो जुन जुलाईमा चाहिँ अब 2 महिना पछाडि सबै भेडाहरू ब्याउँछन् सबैका बच्चा दुईटा बच्चा कति मजाले अनि बाटाका छेउमा अहिले बच्चा देख्न पाइएन अहिले सानो बच्चा छैनन् अहिले हुर्केकै छन् साँड पनि देखेको छैन हो गाडीमा बच्चा पनि छैन पाठा हजुर बच्चा भन्दा नि पाठा भन्दा भेडाको पाठा तल गाई कति गाई गाई धेरै छन् तलका गाई धेरै छ नि बाटो पनि धेरै स्ट्रेट छ नि यहाँको सजिलो वाइड मजाले हेरेर कुदाउन मिल्ने ठुलो छ पाहाडबाट कट्यौँ नि त निकै पाहाड कट्यौँ अब यस्तै आउँछ कि चौरी जस्तो यहाँ नै यसरी आउँछ हामी घुम्न जाँदै सबैजना ओ हुक्का फल्स नमस्ते गरिदियो नमस्ते सबैजना ल हेरौँ गाई चाहिँ नमस्कार भन्दै गाई छ अरे होइन ल हेर्नु ठ्याक्कै कट्ने त कस्तो पाहाड आयो पर नजिक पनि टाढै हो टाढे दाइ उहाँबाट टाढा यहाँबाट 135 किलोमिटर दाइ टोटल अब 17 मिनट छ जम्मा 21 किलोमिटर छ जम्मा पुग्यो 135 किलोमिटरमा हामी कति हिँडेछौँ 100 किलोमिटर नागेछौँ जिउले थाहा पाउँदैन नि त खासै जिउले थाहा पाउँदैन नि यत्रो किलोमिटर हिँड्या कुद्या नेपालमा त थला परिसकिन्छ नि यति बेलामा जिउ दुखेर भइसक्यो यहाँ चाहिँ खेती गरेर पोसाउँदैन बुवा किनभने तपाईँको खेती भन्नाले यो पनि खेती नै हो नि त तर मतलब भने हाम्रो जस्तो धान गहुँ मकै रोपेर अब मकै रोप्दा चाहिँ पोसाउँछ यहाँ मकै बाक्लो रोपेको अस्ति देख्नुभयो नि अब धानहरू यस्तोमा हुने कुरो भएन पहिलो कुरो त र अर्को कुरा अब धान रोप्नु नै भन्दा नि यस्तोमा पोसाएन अब लेबर कस्ट धेरै लाग्छ कि यहाँ चाहिँ त्यही भएर खेतीपातीमा भन्दा बढी पशुपालन अनि तपाईँको पशुपालनमा पनि तपाईँको जस्तो भेडा पालन भयो अनि गाई पालन भयो होइन अत्याधिक चाहिँ भेडा गाई चेङ्ग्रा यस्तै अब चेङ्ग्रा पनि अलि भेटिन्छ तर धेरै चाहिँ भेडा र गाई भेडा
भेडा र गाई के यहाँ त मैले त भैँसी पनि देखेको छुइनँ कि न्युजिल्यान्डमा अहिलेसम्म छैन रागा भैँसीहरू त्यस्तो पाल्दैन धेरै चाहिँ यहाँ तपाईँको भेडा र गाई अब फाइदा पनि छ नि त त्यसमा अघि देखिहाल्नु भयो एउटा गोठालाले तपाईँको यहाँ चाहिँ 300 350 गाई एउटा बथान हेरिदिइहाल्छ गाई 300 350 500 गाई त नर्मल्ली एउटा ठाउँमै चर्न बसेको हुन्छ एकै ठाउँ मिलेर अनि कति सजिलो छ नि त यहाँको खेती गाई खेती त्यही भएर अनि अब दबाई पानीहरू सरकारबाट राम्रो छ अब हाम्रो नेपाल जस्तो छैन नि त सरकारबाट चाहिँ कृषिका लागि अनुदानहरू छ यहाँ चाहिँ तपाईँको खन्नेदेखि लिएर गोडमेल गर्ने जे चिज पनि तपाईँको सरकारले ट्याक्स बिना दिएको छ क्या कति चिजहरू भयो तपाईँको औजारहरू किन्न अस्ति सरकारले मान्छे बेरोजगार नहुन् भनेर अलिकति अझ यो कृषिलाई बढाउनलाई चाहिँ 5,000 कति हजारसम्मका डलरका चाहिँ औजारहरू किन्न ओर्न चाहिँ ब्याज बिना निर्ब्याजी के गरेर दियो क्या एकदम सहज बनाइदिएको थियो कृषकहरूलाई अब यी सबै कृषिकै हुन् ट्र्याक्टरहरू यिनीहरू दुनियाँ थरी औजार सामग्रीहरू अब यो मजाले तपाईँको यस्ता चिजहरूलाई ट्याक्स त्यत्रो धेरै नै हुँदैन ट्याक्स तपाईँको 9%, 6%, 7%, 4% पनि हुन्छ अब तपाईँको हेरी हुन्छ एकदमै सहज सस्तो गरेर दिएको हुन्छ क्या ट्याक्स सस्तो भएपछि त अर्थ किन चाहियो त हेर्नु सजिलो भयो नि त नि अब हाम्रो बनाउन सक्दा हाम्रो नेपाल पनि झनै राम्रो हुन्थ्यो क्या ठाउँ राम्रो छ नि त तर अब बनाउन सक्दा मेन कुरो कृषकहरूलाई नेपालमा नहेर्नु नै दुर्भाग्य भयो क्या अब हाम्रो देश भने कृषि प्रधान देश तर सबैभन्दा धेरै रुने नै कृषक छन् किनभने दुःख गरेर फलायो मेन भाउ पाउँदैन भनौँ न मार्केट अब त्यही कृषक हो फेरि बेसी जन्मा गएर किनेर लिएर आउँछ त्यही कृषकले गएर कोपी लिएर आउँछ 80 रुपियाँ 100 रुपियाँ किलो गरेर 150 रुपियाँ किलो गरेर कोपी ल्याउँछ बेच्ने बेलामा 5 रुपियाँ 10 रुपियाँ भइदिन्छ त अनि कहाँबाट कृषकको उन्नति हुनु प्रगति हुनु त्यही भएर गाह्रो भयो कि हाम्रो नेपालमा चाहिँ अब नभए राम्रो हो नि बनाउन सक्दा गर्न सक्दा अर्थक सब छोडेर कृषिलाई चाहिँ एकदमै जोड दिनुपर्ने कृषिलाई धेरै राम्रो गर्नुपर्ने होइन गर्न सकेन कृषि गर्न त मल बिउहरू बिजनहरू फ्रीमा छुट्याउँछ माथिबाट छुट्याउँछ तर यहाँ तल आइपुग्दैन असली कृषकले भेट्दैन डुप्लिकेट नक्कली कृषकले भेला गरेर अनि पछि बेच्ने हो त्यही कृषकलाई अनि गाह्रो के नक्कली कृषक नक्कली पीडित नक्कली कृषक गाह्रो नभए अब बनाउन सक्दा हाम्रो हिमाल हिउँ भनेपछि मर्छन् यहाँका गोरेहरू हाम्रो हिमाल हिउँ भनेपछि उनीहरूको मन पग्लिन्छ आत्मा पग्लिन्छ त्यस्तो कुरा गर्छन् क्या हामीलाई त त्यस्तो देशबाट आएका तिमीहरू त्यस्तो स्वर्ग देशबाट तिमीहरू पैसाकै लागि मात्रै त आयो होला अलिकति पैसा कमाउन बढी कमाउँछु भनेर नभए देश त तिमीहरूको धेरै राम्रो हो भन्छन् कि हिमाल भएको देश स्वर्गभन्दा प्यारो छ नि त तर अब त्यही हो बनाउनलाई अब रोड क्लोज अहेड भनेर पनि लेखेको रहेछ सानी आज रोड क्लोज छ जस्तो छ यहाँ तर म्यापले बताइहाल्छ अहिले कतापट्टि जानुपर्ने भनेर यहाँ पनि उडेर ए धन्य आज कन्स्ट्रक्सन त रहन्छ ऊ हेर नेपियर पाल्मोस्टन यहाँ रहेछ नि पाल्मोस्टन जाने यतैबाट हो त्यो दिदीहरूकोतिर
यही बाटो हो क्या? तर आएपछि यहाँ आएर चाहिँ अनि उता जाँदा हुन्छ अन्नको अँ। वेलिङटन के अँ। त्यसै गर्नुपर्छ भने आगो वेलकम टु वाइराकी भनेर आयो त वाइराकी भन्ने ठाउँ रहेछ यो यहाँ सबै लेखेको छ होइन वाइराकी थर्मल भिलेज अरे होइन यहाँ पनि थर्मल पानी आउने छ जस्तो लाग्यो वाइराकीमा पनि होला त्यही भएर त ऊ बाफ उडिरहेको छ नि त त्यहाँ यो त ऊ रहेछ मेसिनबाट यो त फेसनबाट हो तर आउने छन् होला तर बनाउँथ्यो होला हुन त झ्याल बन्द ल हेरौँ यो रुखहरू हेरौँ त कति राम्रो कति राम्रो कहिले यो हेर्नु न अगाडि एउटा बोर्ड कति कलर छ यहाँ न यहाँ हो नि यो मौरीको है बुवा सबै मौरी मह पनि किन्न पाउँछ कति मजाले बाटोको साइडमा यो हेर्नु न सानो फुलेको कति राम्रो देखेको है $59 फ्लाइट गराउँदो रहेछ माथिबाट हेर्न सानो हेलिकप्टर विज्ञापन दिएको ल हुक्का फल लाग्यो है सानो लगो सानो त्यही त यहाँबाट एकजनाको $61 मा चढाएर गर्दै उहाँ हेर्नु पो हेलिकप्टर हेलिकप्टर क्याफे हो त्यो डिजाइन मात्रै हो भित्र गएर बसेर खाने ओर्ने हो कि उड्ने होइन त्यो घरै हो क्या डिजाइन त्यस्तो बनाएको हुक्का फल लुक्स आउट भनेको छ अब यस्तै बाटो गइन्छ अलिक सानो लगाएको सानो आयो बजे आयो अब चाहिँ राम्रो ठाउँ आयो पानीमा आज पनि डुबुल्की मार्ने हो कि आजभोलि आइपुग्यो किरा हो डुबुल्की मार्ने होला नि त तिमी त डुबुल्की मार्ने हो